2024 देखि 2026 सम्मको अन्तरालमा समीक्षा गर्ने हो भने आज फेसबुक युजर मात्र तपाईँले हेर्नुहुन्छ भने आज 3 अर्ब 70 करोड। हेलो दर्शक नमस्ते सबैजनालाई, आई होप सबजना सन्चै र आराममा हुनुहुन्छ होला। साथीहरु, मैले फेरि पनि एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु, जुन भिडियो हजुरहरूले आज फेरि अन्तिमसम्म हेर्नुभयो भने आजको भिडियोबाट हजुरले फेसबुक सम्बन्धी सम्पूर्ण बारेमा चाहिँ आज जानकारी म दिनेवाला छु। र मलाई धेरैजनाले फोन र मेसेज गर्नुहुन्छ कि सर मेरो पिआर बिग्रिएको छ, मेरो एसओ आएको छ, अहिले मेरो कभरेज आएको छ, मेरो कन्टेन्ट मोनिटाइज सेटअप भएको छैन, यति महिना भइसक्यो भने मलाई धेरैजनाले बारम्बार मेसेज गर्नुहुन्छ र मैले सकेको जति त हेल्प गरिरहेको छु, मैले सिकाइरहेको हुन्छु, टाइम पनि दिएको छु। र अहिलेको जुन सङ्ख्या हेर्नुहुन्छ भने अहिले जुन 2024 देखि 2026 सम्मको अन्तरालमा समीक्षा गर्ने हो भने आज फेसबुक युजर मात्र तपाईँले हेर्नुहुन्छ भने आज 3 अर्ब 70 करोडभन्दा माथि जनसङ्ख्या छ। हेर्नुहोस् भने चाहिँ आज त्यो फेसबुक जनसङ्ख्यामा 3 अर्ब 70 करोडभन्दा माथि जनसङ्ख्यालाई आज तपाईँको फेसबुकले जति पनि प्रब्लम छ त्यो प्रब्लम सल्भ गर्नको लागि सर्ट टाइममा चाहिँ तपाईँको प्रब्लम सल्भ भएको छैन। र अहिले समयमा तपाईँको पहिलाभन्दा अहिले अलि सजिलो छ, किन भनेपछि पहिला 10 जनाले काम गर्ने व्यक्तिले अहिले त जुन तपाईँको मेटा आएको छ त्यो मेटाले तपाईँको एकैछिनमा तपाईँ सल्युसन गरिदिन्छ। हेर्नुहोस् त्यही कारणले गर्दा त्यो मेटाले तपाईँको जुन काम गर्छ त्यो काम गर्नुभन्दा पहिला जब तपाईँले आइडीलाई सही तरिकाले जब सिस्टममा बाँधेर अगाडि बढ्नुभयो भने तपाईँले फेसबुकबाट राम्रो तरिकाले अगाडि बढाउनु भयो भने आइडी राम्रो हुन्छ र आइडी मोनिटाइज हुन्छ। त्यही कारणले गर्दा तपाईँ यदि फेसबुकबाट अगाडि बढ्न चाहनुहुन्छ भने तपाईँले लाइफ टाइम तपाईँले अगाडि बढ्छु म राम्रो गर्छु भने तपाईँले फुल टाइम दिएर मात्र हुँदैन। हेर्नुहोस् भनेपछि जुन तपाईँले पार्ट टाइममा जुन तपाईँले फेसबुक युज गर्नुहुन्छ त्यो फेसबुकलाई युज गरेर सही तरिकाले तपाईँले भिडियो पोस्ट गर्नुभयो, तपाईँले आफूले गरेको कार्यहरूलाई तपाईँले पोस्ट गरेर अगाडि बढाउनु भयो भने बल्ल तपाईँले त्यो फेसबुकबाट मजाले पैसा कमाउन सक्नुहुन्छ। भन्दै आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुला भन्दै आजको भिडियोबाट म यही अन्त्य हुन चाहन्छु। हवस् त, नमस्ते, धन्यवाद।